साथीहरु हामी चाहिँ यति बेला कपिलवस्तुमा रहेको यो के ताल जगदीशपुर तालमा आएका छौँ। यहाँ चाहिँ मजाले एकदम यो चाहिँ मानव निर्मित ताल भनेर सायद मानव निर्मित सबैभन्दा ठुलो ताल नै यही होला र सिमसार क्षेत्र जो 106 कि 7 प्रजातिका चराहरू पनि पाइने भनेर यहाँ उगारेर रहेछ पाइने भनेको थियो। यो चाहिँ पहिला राजा महेन्द्रको पालामा खनेको ताल। यो चाहिँ एकदम ठुलो ताल, सायद मानव निर्मित तालमध्ये सबैभन्दा ठुलो ताल नै यही जहिरा ताल कि जगदीशपुर ताल नै होला। यहाँ चाहिँ पर्यटकहरू चाहिँ आउने ओहोरदोहोर गर्ने अब घुम्नका लागि धेरै आउँदो रहेछन्। हामी चाहिँ अहिले यति बेला चाहिँ सायद कोही पनि नभएको बेला आइरहेछौँ हामी। यो ठाउँमा चाहिँ एकदम मजाले यो माथिभरि पुरै कमल फुल फुल्ने कमल फुल आउने हामी भएको हुनाले चाहिँ अहिले चाहिँ तपाईँ समय यतिकै समय नभएको भएर होला कमल फुल पनि फुल्या छैन। तर गर्मी लास्टै यहाँ चाहिँ तपाईँको गर्मी चाहिँ मजाले हुँदो रहेछ। अनि हामी चाहिँ यस्तो छ, हामी 3 जना, एकजना हाब्रे मिस्टर हाब्रे भनेर हुनुहुन्छ यहाँ चाहिँ, एकजना महेश बोट राइडर, यता राइडर चाहिँ एकदम पुरो राइडर, म चाहिँ बिचमा बसेर भिडियो मजाले खिचिरहेको। यहाँ चाहिँ मजाले सबैभन्दा ठुलो मजाले एकदम शान्त वातावरणमा एकदम मजाले तपाईँको मजाले ध्यान सक्नुहुन्छ। यो चाहिँ तत्कालमा चाहिँ चराहरू पनि यहाँ 106-7 प्रजातिका सायद सिजनमा होला, एक सिजनमा चाहिँ 106-7 प्रजातिका चराहरू पाइन्छ। यति बेला चाहिँ चराहरू चाहिँ पाइने हुन्छ। अहिले गर्मी सिजनमा अलिक बढी गर्मी भएको हुनाले चराहरू चाहिँ कमै देखियो। चरा त देखियो तर सोचे जति हामीले चरा चाहिँ देखिन। तर कमल फुल फुल्छ होला भनेको त्यो पनि त्यति फुल्याएर हुन्छ, पारिपरि चाहिँ फुलेर देखेर रहेछ, सबै फुलेर तर खासै फुलेको चाहिँ देखिएन। यहाँ चाहिँ यस्तो छ, मजाले आइरहेछ, राम्रो छ ठाउँ चाहिँ एकदम राम्रो रहेछ। पारि चाहिँ त्यहाँ चाहिँ मन्दिर बन्ने भनेर उगाएर रहेछ, ठाउँ बनाएर रहेछ। पछि यो सिमसार क्षेत्र सायद त्यही सुन्नमा आउँदैछ। यहाँ सिमसार क्षेत्र घोषित गरिसकेपछि त्यहाँ मन्दिर बन्न नदिएको हुनाले चाहिँ मन्दिर चाहिँ बन्न दिएर हुन्छ। हामी चाहिँ एकचोटि त्यहाँ पुग्ने प्रयास गर्छौँ, सक्न नि पायौँ नसक्न नि पायौँ भने त्यहाँ पुग्नलाई साथीहरू घाँसले चाहिँ बिस्तारै घाँसले चाहिँ धेरै डिस्टर्ब गर्दो रहेछ यहाँ चढ्नलाई। तर सफा ठाउँ सफा पनि पनि धेरै गरेर रहेछ पुरा मजाले होइन। यस्तो ठाउँलाई चाहिँ त्यस्तो फोहोर हुने ऊ हुने जस्तो रहेछ। ताल भनेर साँच्चीकै तालमा आए जस्तै हुँदो रहेछ मजाले। मानव निर्मित ताल पनि यति ठुलो ताल रहेछ, सायद त्यही नै पहिलो ताल नै होला सायद होइन। यो चाहिँ ताल नै रहेछ। अब यहाँ चाहिँ गहिराई कति छ के छ त्यही यहाँको मान्छे सोध्नुपर्छ। अब यहाँ चाहिँ के छ भने अब गहिराईमा यो चाहिँ डुबाउँदा सर्लक्कै डुब्दो रहेछ तपाईँको, मजाले भेट्दै रहेछ कि तल त्यो होइन। हामी यहाँको एकजना जसले बोट चलाउनुहुन्छ, बोटको यहाँ केही समितिले बोट सञ्चालन गरेर रहेछ सुन्नमा चाहिँ त्यही आएको, यहाँ बोटको टिकट काट्ने मान्छेले त्यही भन्नु छ। हामी चाहिँ एकछिन उहाँसँग कुरा गर्ने चाहिँ गऱ्यौँ, कुरा चाहिँ गर्छौँ एकछिन उहाँसँग नि के रहेछ यहाँको यसो विशेषता बुझ्ने प्रयास गर्छौँ। यहाँ छ ल केलाई कस्तो लागिरहेको महेशजी अब सुनाउनुहोस् तपाईँको। गर्मी अब के हुन्छ, चैत वैशाखको गर्मी हो यस्तै छ। के छ मिस्टर हाब्रे, उहाँ चाहिँ हाब्रे हामीले चिन्नुहुन्छ, कस्तो लागिरहेको? ठिक छ नि, रमाइलो त एकदम रमाइलो लाग्यो तर अलिक गर्मी भयो। पोखरा यस्तो भयो नि दिनु पर्यो एकदम। जगदीशपुर तालमा अब एसी राख्नु पर्यो, एसी। ठिक छ ल। यही छ, हामी चाहिँ यहाँका बोटका सञ्चालकसित एकचोटि कुरा गर्ने प्रयास गर्छौँ सकेसम्म चाहिँ के छ कस्तो छ भनेर। अहिलेलाई चाहिँ यस्तै छ ल, हामी सरर घुम्छौँ एकखेर है।